व्हाट्सअप गाइज वेलकम ब्याक इन आवर न्यू भिडियो सुट। आजको भिडियो चाहिँ स्टार्ट भइरहेछ हाम्रो यहाँ टान सुडा चोकबाट। अनि यो चाहिँ खासमा सुडा चोक हो है। यतातिर चाहिँ के छ पोखरी कटेज, यता त पोखरी कटेज छ। अनि यतातिर चाहिँ म छु आदि द ग्रेट होइन। यतातिर चाहिँ उता जान्छ नहरतिर, यो बाटो चाहिँ हाम्रो पोखरी कटेज जान्छ यो बाटो है। अनि म चाहिँ यहाँ चाहिँ दुध ल्याएर आएको छु खासमा। यहाँदेखि घर चल्दिनु लाग्यो। अब आजको ब्लग सुडाबाट नै स्टार्ट गरौँ, त्यसपछि महेन्द्रनगर, त्यसपछि आजको हाम्रो रुट एकदमै बवाल रहनेछ। अनि सुडा चोकदेखि सिधा के भन्छ दोदर चाँदनी घर। अनि यो रुट एकदम बवाल हुनेछ। बिचमा 4 लाइन छ, 4 लाइन पनि देखाउने ट्राईकै देखाउने छु। अरू बाँकी नै बवाल छ। अनि आजको मौसम पनि ठ्याक्कै छ, ठिक्कै छ, टक्क घाम लागेको। अनि घाम लागेर यस्तो रोडहरू पनि यस्तो क्लियर छ होइन आज। अरू सब त बवाल नै छ। अब के गरौँ, अगाडि बाटोमा देखाउँछु के हुन्छ है त। लभ यु अल। फिलहाल महेन्द्रनगर पुगिसकेछ। अनि यो चाहिँ महेन्द्रनगरको भ्यू भन्दाखेरि पनि हामी चाहिँ रोडमा हिँड्दा छ। म तपाईँलाई के भ्यू देखाउने हो। अनि यो चाहिँ कुन बाटो भन्छ यार यो नागरिकता भन्छ नि यहाँ, नागरिकता राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासन कार्यालय है। यो के हो यही वाला बाटोमा छु। अनि अब चाहिँ हामी चाहिँ यहाँदेखि लाग्नुपर्ने हुन्छ दोधारा। अब बवाल हुँदैछ। अनि मसँग चाहिँ सधैँ नै बवालै हुन्छ है। म जहिले हिँड्छु त्यहीलाई बवाल हो कि, म आफैमा बवाल हो कि होइन, म आफैमा क्रेजी हो कि होइन। अब म हिँड्ने कि क्रेजी मोमेन्ट या क्रेजी केही न केही त भइहाल्छ कि। अब यो चाहिँ हाम्रो खै कुन चोक हो। इफ तपाईँहरू महेन्द्रनगरदेखि हुनुहुन्छ र यो चोकको बारेमा थाहा छ भने भन्नु होला होइन। ट्याक्क हेर्न सक्नुहुन्छ। मैले चाहिँ पढिहालेँ। अब चाहिँ यो चोक चाहिँ कुन चोक हो भन्नु होला। हामी चाहिँ यहाँदेखि टक्क राइट टर्न हानेर बवाल होइन। यो के भन्छ यो नमस्तेको यो हेडक्वार्टरबाट, महेन्द्रनगरको हेडक्वार्टरबाट सिधै यो गली नम्बरको बाटो हुँदै मदन चोक हुँदै र हामी चाहिँ दोदरा जा लाग्नेछौँ। अनि यही हो, अगाडि ट्राफिक हुन्छ, त्यही भएर म चाहिँ भिडियो खिच्दैन। अब चाहिँ अगाडि नै गएपछि देखाउँछु है त। यो चाहिँ महेन्द्रनगरको कुन ठाउँ हो तपाईँहरू चाहिँ गेस गरेर भन्नु होला। हामी चाहिँ खासमा यहाँ चाहिँ पानी खान रोकेको थियौँ, किनभने यहाँ साइडमा हजुर टङ्की देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम यो मन्दिरनिर चिसो पानी आउँछ। त्यही भएर यता भान्जा र म चाहिँ पानी खान रोकेको थियौँ। अनि म चाहिँ यता नक्कल देखाउँदै अनि अगाडि के हुन्छ तपाईँहरू हेर्नु है त। बाइ द वे यो वाला बाटो चाहिँ यो चाहिँ हाम्रो 4 लाइनको बाटो हो। र यो चाहिँ यहाँदेखि लिएर यो 4 लाइनदेखि लिएर एयरपोर्टसम्म खराब छ कि सरकारको चाहिँ गम्भीर ध्यान जानुपर्ने हो यसप्रति। किनभने यो चाहिँ आजभोलि मेन बाटो नै भएको छ, बट यसमा चाहिँ अहिलेसम्म विकास नै भएको छैन, रोड नै भएको छैन। हरेक पालि आउँछ ढुङ्गा चाहिँ हाल्छ, फेरि त्यो न उसले मिच्छ न केही गरिदिन्छ, ढुङ्गा हाल्छ छोडिन्छ, ढुङ्गा हाल्छ छोड्छ। यसमा चाहिँ सरकारको ध्यान जानुपर्ने हो। यहाँ चाहिँ सबैलाई गाह्रो भइरहेको हुन्छ, मलाई मात्र होइन है त। यसमा चाहिँ सरकारको गम्भीर ध्यान जानै पर्छ कि यसमा। तपाईँले होइन, तपाईँले यो भिडियो देखाउन सक्नुहुन्छ, ट्याग गर्न सक्नुहुन्छ कि यो चाहिँ भएन कि यसमा चाहिँ लास्ट गाह्रो हुन्छ कि सबलाई। हामी 4 लाइनमा पुगिसकेछौँ। अनि दिस इज द भ्यू अफ 4 लाइन। अनि हाम्रो मेन बाटो चाहिँ उता छ, हजुरले देख्न सक्नुहुन्छ। अब चाहिँ हामी घर जाँदैछौँ है त। सो गाइस अहिले चाहिँ हामी चाहिँ ट्याग 4 लाइनमा छौँ। र खासमा चाहिँ गभर्मेन्टले चाहिँ यसमा ध्यान दिनुपर्ने हो। खासमा यो चाहिँ बिचमा यो भएन कि लास्टै गाह्रो भयो होइन सबैलाई हिँड्न चाहिँ। यो साइडको चाहिँ हाम्रो ब्लक थियो अस्तिसम्म, आज चाहिँ हिजोबाट चाहिँ खोलेछ यो साइडको। साइड गभर्मेन्टले चाहिँ पे गर्यो सायद है, पैसा जो अड्किरहेको थियो त्यो चाहिँ पे गर्यो जस्तो छ। र दिस इज चाहिँ यो चाहिँ हाम्रो 4 लाइन पुल जो कि अहिले चाहिँ शान्त छ, बट अहिले चाहिँ 4-5 बजेतिर चाहिँ खतरा भिड लाग्ने गर्छ यहाँ चाहिँ। अनि उतापट्टिको लाइन चाहिँ हाम्रो ब्लक थियो कि अस्तिसम्म, आज चाहिँ खोलेछ। आज होइन हिजोबाट चाहिँ खोल्यो होइन। अनि अहिले चाहिँ तपाईँको ठ्याक्क 2 बजिरहेको छ। 2 बजे घाममा अहिले चाहिँ कोही पनि छैन। एउटा दुईवटा क्यामराम्यान दाइहरू पक्कै पनि त्यहाँ हुनुहुन्छ होला, बट अरू चाहिँ कोही पनि छैन। अहिले चाहिँ कस्तो खाली देखिरहेको छ कि 4 लाइन। हाम्रो चाहिँ नाइटमा चाहिँ बवाल हुन्छ कि यहाँ भिडियो सिडियो बनाउनेवाला भइहाले तपाईँको खतराहरू आइरहेको हुन्छन् मान्छेहरू भिडियोहरू बनाउने। यो चाहिँ 4 लाइन हो। कुनै दिन तपाईँले राम्रोसँग देखाउँला है त बाहिरको अडियन्सहरूलाई। त्यही हो है त। घाम डुब्न लागेको त्यो डाँडैमा चाँडै
गाइज हामी चाहिँ फाइनली अब चाहिँ हामी घर पुगिसकेछौँ अनि द्याट इज आवर चाहिँ कलेक्सन अफ बाइक्स अनि त्यो चाहिँ टुकटुक काउन्ट 1 2 3 4 5 एउटा 6 अनि एउटा 7वटा बाइक हामीसँग होल टोटल रहेको छ फिलहाल जो कि इन फ्युचर पक्कै पनि अपग्रेड हुनेछ र अहिले चाहिँ हामीले चाहिँ ड्राम साम सब खाली गरिदिउँ यता मसिन ससिन छ बवाल छ होइन बवाल भएछ अनि मेरो भान्जीलाई हेर भान्जी के छ दिदी राम्रो छन् मेरो भान्जी राम्रो छन् भनिदिनु होला है बाइ द वे हाम्रो भान्जी नै राम्रो छन् नाकको फुडा हेर मेरो भान्जीको फुडा यता चाहिँ हाम्रो दिदी बस्नुभएको छ भान्जा दिदी है चाचा पनि हुनुहुन्छ हाम्रो अङ्कलजी क्या है मस्त हो खाना है तो जाओ चाउ लाके पका के खाओ ठिक है अब नास्ताहरू गर्छौँ अनि आजको भिडियो चाहिँ यति नै तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब अनि फलो गर्नु चाहिँ नबिर्सिनु होला टिकटक र फेसबुकबाट हेरिदिनुहुन्छ नै लभ यु अल